हेलो नमस्कार साथीहरू। आज चाहिँ धेरै टाइमपछि घुमघाम कार्यक्रम छ। आज चाहिँ है धेरै गर्मी भयो। आज छुट्टी सटरडेको दिन टक्क रमाउँ भनेर आज मेरो श्रीमतीज्यू र मेरो आन्टी अनि बहिनीलाई लिएर लाग्यो पहाडतिर अर्घाखाँची। मेरो कपिलवस्तु जिल्ला छोडी अर्घाखाँचीतिर लाग्यो सर। र म 2 वर्षपछि यो बाटोमा हिँड्दैछु। पहिला चाहिँ बाटो साह्रै अप्ठ्यारो, अहिले चाहिँ सलल्ल भएछ। तर यति आनन्द, यति मौसम, ओहो निसारलाई बाई बाई। हाम्रो आन्टीको कपाल जात्रै हल्लै हल्लै। ओहो हाम्रो हिरोनी आन्टी टक्क लाग्यो है। त अब अफ रोड आयो, अलिकति अफ रोड रहेछ। अफ रोडमा टक्कै हाम्रो श्रीमतीज्यूले फेरि टक्क हान्दै हुनुहुन्छ सेल्फी है। आइयो फाइनली आइयो। टक्क यस्तो रहेछ। यहाँ बाइक चाहिँ यहाँ राखेर यहाँबाट अलिकति हिँड्न पर्दो रहेछ टक्क। अब यहाँ अलिकति सिँढी, तर जस राम्रो रहेछ। अब सिँढीहरू टक्क नेचुरल मन पराउने मान्छेहरूलाई चाहिँ राम्रो घुम्नुलाई। यस्तो रहेछ गुफा चाहिँ। त्यति खासै ठुलो गुफा त होइन, त्यही पनि टक्क बस्नलाई बुद्धको चेलाहरू ध्यानमा बस्न थाल्नु भएको छ है। अब ध्यानमा बसेर भ्याएर फोटोसोटो खिचेर अब चाहिँ ध्यानमा बस्यो। अब पेट पूजा गर्न पऱ्यो भनेर अब कता अब जक्सन हेर्नलाई लाग्यो हामी। खोला 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 खोलाको तिरैतिर हुँदै है टक्क लाग्यो। त्यो छ चाउमिन मोमो लेग पिस। त्यो त यहाँ ओपनिङ हुँदैछ। अब ओपन हुँदैछ यहाँ टक्क खानपिनको व्यवस्था होइन। हाम्रा पीडितहरू भोकाएर जस्तो छन्। पसिनाले मेकअप है त अन्त मेकअप जति पखालेर बर्बाद भएर टेन्सन छ यहाँ। चटनीको पोका हेर्न कति छ वटा हालदेखि त्यही छ। टक्क गर्मी आज हेप्पी सटरडे होइन। आज हेप्पी सटरडे मनाउनलाई टक्क आएको। गाडीहरू पुरै रेडी छन् होइन। म पनि रेडी छु। हेरौँ अब कसले कति खान्छ ल। यहाँ टक्क खाना रेडी छ। यस्तरी गेम खेलिँदैछ आज। यस्तरी गेम खेलियो जे भयो नि। उमेर बढ्दै गए पनि बालापनको जोस चाहिँ छोड्नु हुँदैन। कहिले काहीँ रमाइलो गर्नुपर्ने रहेछ है। त्यही भएर हामीले टक्क रमाइलो भइरहेछ। यहाँ थकै लागिसक्यो दौड्दा दौड्दा चाहिँ। गेमलाई यहीँ स्थगित गर्दै अब चाहिँ खानपिनतिर फोकस गरियो। किन भन्दा ढिलो भइसक्यो थियो, साँझ हुन लागिसकेको थियो। अन्त गर्मी भएर कपडा फपडा खोलखाल गरेर ल खानपिन भइयो। अब सरसफाइ चाहिँ गर्नुपर्छ है भनेर सरसफाइ गरियो। अनि सरसफाइ गरेर भ्याएर यसो साइडमा खोला रहेछ। खोला चिसो पानी खेलेर कति आनन्द लाग्यो। अब चाहिँ हामी लाग्यो है। बाई बाई गर्दै हाम्रो म्याडमजीले अब चाहिँ लाग्यो स्कुटीमा टक्क गाडीमा बसेर। अब अर्को बाटो जङ्गलको बाटो लिएर जाँदैछु। सफारी, जङ्गल सफारी। अब बाटोमा भाइरल झुरुङ्गे पुलहरू है। यो चाहिँ हाम्रो कपिलवस्तुको। साथीहरू जानु भएन भने जानु होला बडगाउँदेखि भित्र। अब हामी चाहिँ फर्कियौँ। रात पर्न लाग्यो, अँधेरो अँधेरो हुन लाग्यो। हेर्नु त आकाश घाम डुब्दै डुब्दै गयो। अब टक्क रमाउँदै रमाइलो आज जस्तो रमाइलो भयो भन्दै कुरा गर्दै बहिनी र आन्टीसँग आउँदै आउँदै अन्त रात पनि पऱ्यो। अँधेरो लाइटहरू बल्न लागिसक्यो। 4 नम्बर चोकमा आइयो हामी चाहिँ 4 नम्बरदेखि गजरातिर लाग्यो। आन्टीको घर पनि पुग्यो। अब चाहिँ ल भिडियो समाप्त गर्नु 7:30 भइसक्यो। घर जानुपर्छ भन्दै भिडियो समाप्त गरियो। धन्यवाद।